ल गाइजहरु हामी चाहिँ 22 घुम्टे कटेर तल आइसकेका छौं तिल्चेबाट फर्केर र हाम्रो ट्रेकिङ गर्ने डिफ्रेन्ट टेक्निकहरु छन् एउटा सुल्टे हिँडाइ एउटा उल्टे हिँडाइ सुल्टे हिँडाइ यहाँ अगाडि देख्नुहुन्छ भने उल्टे हिँडाइ चाहिँ अगाडि भन्दा अगाडि अझ अगाडि वहाँ चाहिँ वहाँको अनुहारको हिसाबले चाहिँ चाइनिज अथवा कोरियन जस्तो देखिनुहुन्छ वहाँको हिँडाइले हामीलाई एकदमै उत्सुकता दिलाएको छ धेरै प्र्याक्टिस गरियो तर सकिएन हिँड्न त्यसरी यो चाहिँ एउटा ठुलो प्र्याक्टिस गरिसकेपछि बल्ल उहाँले यो सफलता पाउनु भएको रहेछ हामीले सानो कुराकानीको क्रममा थाहा पायौं ल उहाँ हेर्नुस् अगाडि हेर्नुस् उल्टा हिँडाइ अब पछाडि हेर्नुस् उल्टा हिँडाइ यसले गर्दाखेरि चाहिँ खुट्टाको औंलाहरूमा प्रेसर पर्दैन जसले गर्दाखेरि हिँड्न सजिलो हुन्छ तर यो हिँडाइ जोपाली सक्दैनन् त्यसो त गाइजहरु ट्रेक आउनु अघि ठुलो तयारीको आवश्यकता छ जुनसुकै तयारी गर्नुस् उल्टा हिँडाइ प्र्याक्टिस गर्नुस् उल्टा हिँडाइ प्र्याक्टिस गर्नुस् ठीक छ ल गाइजहरु अहिले यति ल यसो हिमालको भ्यू हेर्नुस् ल गाइजहरु ल